गाडी चलाउनु त सजिलो बाइक चाहिँ लास्ट झङ्झट लाग्ने कि यार मलाई खै अरूलाई चाहिँ कस्तो लाग्छ है साथी तपाईँहरूलाई थाहै होला अब मेरो चाहिँ भिडियो चाहिँ भएको हुन्छ तर खास चाहिँ अब पानी परेको बेला चाहिँ बाइक चलाउनु हुँदैन गाडी चलाउनु हुँदैन अब धिस्नाको कुरा चाहिँ होइन कि अब हरेक कुरा कन्ट्रोलिङहरू होइन यताउता जे कुरा पनि होस् गाडीमा चाहिँ राम्रो कि ब्रेकिङहरू गर्ने कुराहरू चाहिँ चिप्लिहाल्ने कि कस्तो भयो त्यो इमर्जेन्सी ब्रेकहरू हाल्नु पऱ्यो चाहिँ यस्तो चिप्लिहाल्ने कि यो पुलले गर्दाखेरि साथीहरू चाहिँ कहिले भन्ने केही थाहा छैन हेर्नु त अझ यो हाम्रो चाहिँ यता सुन्दरजन नयाँ पार्टीतिरको एरिया परेर हो नत्र भनेपछि त खासमा अब यो पुलले गर्दाखेरिमा लास्ट चाहिँ जामहरू कस्तो छ कि अन्य ठाउँ भएपछि यहाँ चाहिँ ठिकै छ त्यो अब यस्तै साथीहरू हेर्नु त हेर्नु न हेलमेट छ न केही छ कहाँबाट छिरेको होला यो मान्छे यस्ता मान्छेहरू नमरेपछि को मर्ने तर आउट अफ नेपाल कन्ट्रीमा चाहिँ के कुरो हुन्छ भने चाहिँ तपाईँहरूको नेपालको ड्राइभिङको सिभिक सेन्सहरू गाडीहरूको सिभिक सेन्सहरू कुरो हुन्छ तर मलाई चाहिँ खासै राम्रो लागेको छैन कि किनभने जो दिनभरि हिँडिरहेको हुन्छ नि रोडमा उसलाई थाहा हुन्छ कि साथीहरू मेरो त काम नै खाइसकेको डेली हिँड्ने अब लङ रुटमा अब ब्लगिङ चाहिँ भर्खर सुरु गरेको तर खासमा चाहिँ अब भन्दाखेरिमा चाहिँ नेपालमै यस्तो सिस्टम अझै हेर्नु होला है कस्तो कस्तो नमुनाहरू भेटिन्छ रोडमातिर अब भनौँ भनेपछि झगडा हुने साथीहरू नभनौँ भनेपछि उयो कुन कुनाबाट आएर छिर्ने भन्ने थाहा हुँदैन कि यहाँ टर्निङ छ भने चाहिँ पर वहाँबाट छिर्दिन्छ अनि के गर्नु ल भन्नु त साथीहरू चाहिँ गोकर्ण झर्न लागिदियो साथीहरू नयाँ बाटी हुँदै यही हो सक्दोसम्म अब भिडियोलाई सेयर फलो गरिदिनु होला त्यो के भनौँ नि साथीहरू अब मसँग जोडिराख्नुहोस् अब भर्खर सुरुवात हो बिस्तारै बिस्तारै अब यसलाई चाहिँ अब राम्रोसँग गर्नुपर्छ त होस् काम नै यही छ बाटोको हरेक कुरा भइरहेको हुन्छ देखाउँदै जाऊँ न दुनियाँलाई के हुन्छ भन्ने कुरा अर्को कुरा चाहिँ गोकर्णको यो पुल चाहिँ अब बनिरहेको छ जो होस् काम चलिरहेको छ यहाँ ढलानहरू बनाइरहेको छ अब अर्को चाहिँ पुल जोड्छ होला सायद यहाँ नि जाम डह्रो लाग्छ नि साथीहरू अब चाहिँ ट्राफिक लाइट 40 सेकेन्ड 14 सेकेन्ड जस्तो लागिरहेको छ 40 सेकेन्ड पो रहेछ काम खुल्यो मुलाहरू हिँड्दै हेर्नु नि त्यो टेम्पोले कहाँ रोकेको यो सार्वजनिक गाडीहरू यस्तो छ नि
जहाँ यिनीहरूको मन लाग्यो होइन रोकिन्छ क्या पछाडि केही जाम लाग्ने छ गाडी आइरहेछ त्यसलाई जाने गरेर बाटो छोडौँ भन्ने हुँदैन कि साथीहरू यिनीहरूको चाहिँ बस मान्छे देखिनु पऱ्यो रोक्न पाउनु पऱ्यो बस रोक्यो त रोक्यो यहाँ चाहिँ अब भर्खर अगाडि भिटीहरू हालेको साथीहरू अब हेर्नु त यहाँ सबले जेब्रा चाहिँ कहाँनिर छ भने चाहिँ यो ट्याक्सी गइरहेको थियो यहाँनिर छ भने सबले जेब्रा च्यापेरै उ गरेको छन् क्या सर अब भनौँ भने चाहिँ यिनीहरूलाई गाह्रो पर्छ अलिकति होइन ट्राफिक मामाजी त्यहीँनिर हुनुहुन्छ तर ध्यान छैन ट्राफिक मामालाई हेर्नुभयो होला मैले बोल्दा चाहिँ लु हेर्दा आएकै मुखतिर अब होला नि आमै ब्लगिङ गर्दो रहेछ भनेर हेरिरहेको थियो कि जस्तो लाग्यो मलाई चाहिँ एउटा चाहिँ यो बाइकवाला स्कुटीवालाले यस्तो दिमाग छ भने अलिक कति छिर्ने पनि ठाउँ हुन्छ कि लाइनमै हिँडिरहेको गाडीहरू लाइनमै छिर्नु पऱ्यो नि अनि आयो भने त सुट्ट उता काटेर सुट्ट छिर्ने पनि परेको हुन्छ सिस्टम हुन्छ ठाउँ हेर्नु पऱ्यो होइन त्यो छैन कि छिरी आएको त्यो हेर्नु त अगाडिबाट कसरी आइरहेको छ भएरै गएको टासेरै गयो त्यो त गाडी अनि छुन्छ नि त छ रफ्तारमा भएपछि त त्यो कुरा चाहिँ बुझ्नु छैन क्या यिनीहरूले कस्तो भएर आइसक्यो बाबु गइरहेको छ यो बाइकवाला योलाई देखिरहेको छैन कि यस्तो खडा आउँछ हेर्नु उता काटेर यस्तो होइन कि रोकौँ पछाडि गाडीलाई नअन्दिनु मान्छे रोड क्रस गरेर आएछ केही गरौँ भन्ने छैन कि यिनीहरूको धारणा Gas behind you. मलाई चाहिँ निद्रा जस्तो लाग्यो साथीहरू